स्वदेशमा रहेका नेपालीहरू त उत्साहित नै थिए चुनाव परिणामको लागि, तर विदेशमा रहेका नेपालीहरू त्योभन्दा धेरै उत्साहित छन्। किनभने विदेशमा आफ्नो श्रम, आफ्नो पसिना बेचिरहेका नेपालीहरूले आफ्नो देशमा चुनाव पश्चात केही विकास हुन्छ कि चुनाव भइसकेपछि देशमा रोजगार सिर्जना हुन्छ कि भन्ने आशाहरू जागिरहेका छन्। नयाँ नेतृत्व, नयाँ सरकार आएपछि देशमा कम्पनीहरू खुल्न सक्ने सम्भावना देखेर पनि विदेशमा भएका नेपालीहरूले चासो दिइरहेका छन्। 21 गतेको मतदान सकिएसँगै लगातार मतगणना भइरहेको छ। विभिन्न अपडेटहरू आइरहेका छन्। कुनै ठाउँमा कुन पार्टी अग्रतामा रहेको छ र कुन ठाउँमा कुन पार्टी पिछडिएको छ भन्ने अपडेटहरू आइरहेका छन्। सम्पूर्ण नेपालीहरूलाई उत्साहित बनाएको छ चुनावको अपडेटले। चुनाव भइसकेपछि देश विकास हुन्छ कि हुँदैन भन्ने कुरालाई अहिले आम नेपालीहरूले चासोको विषय बनाएका छन्, चर्चाको विषय बनाएका छन्। चुनाव भइसकेको छ र परिणाम पनि आउन लागिरहेको छ। यदि चुनाव परिणाम आइसकेर सरकार नयाँ बन्छ र विकास हुँदैन या पुरानै तालमा जान्छ भनेको चुनावको कुनै महत्त्व रहने छैन। नेपाली जनताको मतदानको मतको कुनै अस्तित्व रहने छैन। त्यही भएर पनि आम जनताहरूको चासो यो छ कि देशमा चुनाव भइसकेपछि देश विकसित होस्, देश विकासको तर्फ जाओस्, विदेशमा रहेका नेपाली दाजुभाइहरू नेपाल फर्किउन्, फेरि पनि नेपालीहरू विदेश जाने दिनहरू नआउन्। आफ्नै माटो, आफ्नै देशमा काम गरेर आफ्नै ठाउँमा रगत पसिना बगाएर देश विकास र आफ्नो फ्यामिली विकास, आफ्नो आर्थिक अवस्था सुधार्नको लागि वातावरण राम्रो बनोस् भन्ने अपेक्षा आम जनताहरू राखिरहेका छन्। विदेशमा भएका नेपालीहरूले पनि यही चासो राखिरहेका छन्। यही कुरालाई विश्वास गरेर अपडेटहरू राम्रोसँग हेरिरहेका छन्।